हेलो नमस्ते। म चाहिँ छुट्टी गएको थिएँ। छुट्टीबाट चाहिँ मैले के सपिङ गरेर ल्याएँ भन्ने कुरा चाहिँ म देखाउने छु। मलाई चाहिने चिज जरुरी इम्पोर्टेन्ट मात्रै लिएर आएको छु है। मैले चाहिँ योपालि चाहिँ अरू केही पनि ल्याएको छैन। यो ब्लुटुथ लिएर आएको छु मेरो, किनकि ब्लुटुथ बिग्रेको थियो, त्यो भएर चाहिँ ब्लुटुथ लिएर आएको छु। आजकल जरुरी पनि हुन्छ, एक जग्गा फोन राखेर चाहिँ हामी ब्लुटुथ लगाएर काम गर्ने गर्छौँ, त्यो भएर चाहिँ यो मेरो आवश्यक थियो चाहिँ मैले लिएर आएँ। त्यसपछि चाहिँ ब्लुटुथ स्पिकर यो पनि मलाई चाहिएको थियो, त्यो लिएर आएँ है। यो लिएर आएँ एउटा। त्यसपछि चाहिँ मैले चाहिँ कफी लिएर आएको छु। कफी लिएर आएको छु। यो मैले सबै पिउने 3 in 1 भन्ने चाहिँ यहाँ सबै कुरो हुन्छ, त्यो लिएर आएको एउटा। त्यसपछि यो घरि पोहा लिएर आएको छु। अस्ति पोहा सक्यो, त्यो भएर चाहिँ पोहा भन्नाले चाहिँ सिउरा यो लिएर आएको छु। अस्तिको चाहिँ सक्यो, त्यो भएर चाहिँ मैले लिएर आएको एउटा मात्रै लिएर आएको छु। त्यसपछि चाहिँ मैले कन्डिसनर, ओ गड त्यो त कन्डिसनरै आयो, स्याम्पो पो आएछ। स्याम्पो त अलरेडी छ नि मसँग, मैले त कन्डिसनर छानेको त कस्तो मिस्टेक भएछ यार। मेरो कन्डिसनै छैन, यो डबको कन्डिसनर लिएको हो मैले, छानेको बाई मिस्टेक यो आएछ है। स्याम्पो केही छैन, यो पनि युज हुने चिज हो। त्यसपछि चाहिँ हेयर ओइल लिएर आएको छु। हेयर ओइल चाहिँ मैले यो कोकोनट हेयर ओइल छ, तर ओनियन भनेको चाहिँ प्याजसँग मिक्स है कोकोनटको, त्यो लिएर आएको छु। कोकोनट र प्याजको मिक्स रहेछ, यो लिएर आएको छु। यो चाहिँ मैले दुइटा लिएर आएको छु। मामाले पनि लिन आएको थियो, त्यही भएर मामाको एउटा मेरो एउटा। यो चाहिँ हेयरफल कन्ट्रोल भनेको छ, हेरौँ कस्तो हुन्छ चाहिँ ट्राईको लागि लिएर आएको छु। त्यसपछि अरू त केही पनि ल्याइदिनँ मैले योपालि त, त्यस्तो खालको केही चिज पनि ल्याइनँ योपालि चाहिँ मैले। मलाई जरुरी चिज पनि लिएर आएको छु। यो एउटा चाहिँ छ मेरोमा, यो चाहिँ मलाई एकजना साथीले गिफ्ट ल्याइदिएको हो, राइनी मायाले, चन्द्रले चाहिँ के रहेछ यो चाहिँ जिन्सको उयो रहेछ। थ्याङ्क यू सो मच चन्द्रलाई गिफ्टको लागि। गिफ्ट फ्रीमा पाउँदा त सबैजनालाई मन नै पर्छ है, खुसी लाग्छ है फ्रीको गिफ्ट पाउँदा त। त्यसपछि चाहिँ मैले छुट्याएछु यो लिएर आएछु फटकेरी चाहिँ मैले आज देखेर लिएर आएको, किनकि यो चाहिँ मेरो मुखमा घाउ आइरहन्छ, त्यो भएर यसले कुला गऱ्यो भने चाहिँ जान्छ अरे भनेर साथीले भनेको थियो र त्यो फटकेरी लिएर आएँ। अरू खासै लिएर आएको थिइनँ, पर्सनली 1-2वटा चिज लिएर आएको छु, त्यो देखाउँदिनँ म। मेरो खासै यति नै हो सपिङ चाहिँ, धेरै भएको छ नि योपालि चाहिँ सपिङ।